फोटो प्रिन्टमा यहाँहरू सबैलाई स्वागत गर्दछु। सर्वप्रथम फोटो प्रिन्टमा आफूलाई चाहिएको फोटो प्रिन्ट, फोटो फ्रेम सप, फोटो माउन्टिङ, क्यानभास प्रिन्ट, फ्लेक्स प्रिन्ट आफूलाई चाहिएको कुनै पनि प्रिन्ट रोज्नुहोस् र त्यसभित्र पनि कुन साइजको चाहिएको यहाँहरूले त्यो रोज्न सक्नुहुन्छ। जस्तै अहिलेलाई मैले स्ट्यान्डर्ड फोटो प्रिन्ट मैले रोजेँ र यो रोजिसकेपछि गेट स्टार्टमा क्लिक गरेँ र पहिलो कोही फर्स्ट टाइम हुनुहुन्छ भने सर्वप्रथम यहाँले फोटो अपलोड गर्दाखेरि लगइन माग्दछ। त्यसकारण आफ्नो जिमेलमा गएर यहाँहरूले आफ्नो जिमेलमा गएर फोटो प्रिन्टमा लगइन गर्न सक्नुहुन्छ र यो लगइन गरिसकेपछि अपलोड योर फोटोमा जानु होला र आफूलाई चाहिएको प्रिन्ट गर्नुपर्ने फोटोहरू सबैमा यसरी मार्क गर्नु होला। मार्क गरिसकेपछि एड गर्नुहोस् र एड गरिसकेपछि हल्का केही समय प्रतीक्षा गर्नुहोस् र 10 MB सम्मको फाइलहरू यहाँ हामीले रिड गर्ने भएको हुनाले कृपया फाइलहरू 10 MB भन्दा तल रहोस् र यसपछि हजुरले हरेक फोटोहरूको कुन साइजमा बनाउने, मानौ यो फोटो हजुरहरूलाई नर्मल क्लासिक एल्बम फोटो 3R फोटो चाहिएको छ र यसको क्वान्टिटी हजुरलाई 2टा चाहिएको छ भने 2टा, त्यस्तै गरेर यो फोटो हजुरलाई 10x12 को चाहिएको छ, त्यस्तै गरेर यो फोटो यहाँहरूलाई 2R अथवा पोलोराइड साइजको नर्मल्ली हाफ पर्स साइजको चाहिएको छ र त्यस्तै गरेर यो फोटो यहाँहरूलाई 5x7 मा चाहिएको छ भने सबै यसै गरेर यहाँहरूले सबै रोजेर हजुरले एड टु कार्ट गर्नुहोला। एड टु कार्ट गरिसकेपछि यहाँहरूको सब टोटल र यहाँहरूको फोटोहरूको स्याम्पलहरू पनि यहाँले देख्नुहुन्छ र त्यसपछि सबै प्राइजहरू टोटल भएर यहाँ आइसकेपछि हजुरले चेकआउट गर्नुहोला र यसपछि चेकआउट गरिसकेपछि यहाँले आफ्नो एड्रेस, फोन नम्बर राम्रोसित लेखेर स्टोरमै पिकअप गर्ने हो या होम डेलिभरी गर्ने हो त्यो पनि स्पष्ट राखेर आफ्नो डेलिभरी लोकेसन आदि सबै चिजहरू गरेर यहाँले प्लेस टु अर्डर गर्न सक्नुहुन्छ। हामीले यहाँको यो अर्डर गरेको 3 दिनभित्र अर्थात् आज र भोलिभित्र हजुरलाई डेलिभरी सक्नेछौँ भने एकदमै इन्स्ट्यान्ट अर्डर चाहिएमा कृपया एकचोटि कल गर्नु होला भन्दै यो सानो सन्देशको भिडियो र सानो यो जानकारीको भिडियो यहाँहरूमाझ राखेँ। धन्यवाद।